गाइज नमस्ते, के छ सन्चै हुनुहुन्छ नि? यस्तै छ हैन, रोडतिरै हुन्छ जिन्दगी, यस्तै त हो। काइमैया के गर्नै पर्यो जिन्दगीमा, जिन्दगी भेर हुने भयो त के गर्ने। कहिले के भन्छ कहिले के भन्छ है, खालि डर देखाउँछ बार बन्ने के भन्ने। यिनीहरूलाई किन कम्पिटिसन गर्नु पर्यो? हाम्रो यो डोनाल्ड ट्रम्प अङ्कल पनि काम छैन, सबैले गरी खानु दिनु, मै हो सुपर पावर भनेर देखाउनै पर्ने। अब उता इरान पनि फेरि कम छैन, म चाहिँ के कम त भनेर अब झुक्ने पनि होइन। के भने हो, डाम्नाहरूले जिन्दगी यता भेर बनाउने भयो। हाम्रो जिन्दगी फेरि रोडमै जाने हो होइन, बिहानदेखि बेलुकासम्म गर्नुपर्छ। कतिखेर के हुने हो भन्ने पनि थाहा छैन, मनमा हल्का डर चाहिँ लागिरहेको हुन्छ होइन। स्वाभाविक हो डर लाग्नु भनेको, फेरि जो कसैलाई पनि डर लाग्न सकिन्छ होइन। हो के हुन्न भन्न पनि सकिन्न, ग्यारेन्टी पनि छैन कतिखेर के हुने हो भन्ने कुरा। यस्तै छ संसार। अब सबै सुपर पावर भएपछि सबैसँग अब म जस्तो कोही छैन भन्ने भएपछि चाहिँ हुन्छ जस्तो लाग्छ मलाई। तर हामी गरिब दुःखीले चाहिँ दुःख पाउने भयो भनौँ न। राति राम्रोसँग निन्द्रा लाग्दैन, हेर्नुहोस्, ढुक्काले सुत्न सकिँदैन, निदाउन सकिँदैन, ड्युटीमा ढुक्काले गर्न सकिएन, कतिखेर अब के हुने हो भन्ने डर हुँदो रहेछ। ल गाइजहरू, अब कोलाई कस्तो कस्तो लागिरहेछ, भिडियो राम्रो लाग्यो भने यसो लाइक कमेन्ट चाहिँ गरिदिनु होला। म पनि तपाईँहरूको आफ्नै भाइ दाजुभाइ होइन, साथी हो। मौका मिले कुनै दिन भेटौँला, एक कप चियासँगै बसेर पिउँला, दुःख सुखको कुरा गरौँला होइन। के छ जिन्दगीमा भन्नु चाहिँ भन्छ होइन, मरिलानु केही छैन, 2 दिनको जिन्दगी हो भन्छन्। तर जिन्दगी छ त यहाँ भेर हुन्छ। नमस्ते, ल सबैलाई जिन्दगी भेर नहोस् है त।